हामी चाहिँ फाइनल्ली स्कुल आइसक्यौँ। यिनीहरू चाहिँ गयो बाई। फाइनल्ली मेरो सानो चाहिँ स्कुल आइपुग्यो। हाई गाइज, हामी चाहिँ स्कुल जान लाग्यो। आज चाहिँ मैले बिहानै भिडियो बनाउन छु। तिमीहरूको स्कुलको नाम भनिदिनु। अनि तिम्रो स्कुलको नाम के हो? सेन्टरमा पढ्छ अनि के छ मैले के भन्न पनि आँदैन के भन्ने हो। कति राम्रो फुल रहेछ आँखै देखेर घामले। यिनीहरूको स्कुल चाहिँ 11 बजे लाग्छ, त्यही भएर हामी चाहिँ अहिले जाँदैछौँ। गयो होला सबै। कति बजी हो? त्यही हो त भन्ने सानो। साथी सन्जाको साथी घर चाहिँ यही हो। तिनीहरू चाहिँ गइसक्यो होला। नबोलाइरै जान लाग्यौँ हामी चाहिँ। नचलाइदियो है त्यो गुडिया। अनि सानो स्कुलमा कतिको पढ्छौ? 2 मा। अनि तिम्रो फेभरेट टिचरको नाम के हो? तेरो कुन हो? मेरो निता बस्नेत। अनि तिम्रो त एउटा एक्लै हुनुहुन्छ नि म्याम नि सानो? अनि सरहरूले पढाउनु हुन्न तिमीहरूलाई? हाम्रो क्लासमा त होइन गाइजहरू, यति फटा सर हुनुहुन्थ्यो म्याथ सर। तिम्रो 2टा म्याम हुन्छ? हाम्रो चाहिँ कति फटा हुनुहुन्थ्यो, पिटे गर्नुहुन्थ्यो। साँच्चै यार, लात्तीले हान्नुहुन्थ्यो नजानेले। कस्तो लास्टै फटा हुनुहुन्थ्यो। अहिले चाहिँ कहाँ हुनुहुन्छ? अहिले चाहिँ उता बर्दियातिर हुनुहुन्छ के हो। हामी चाहिँ पहिला पढ्दाखेरि यस्तो पिटाइ खान्थ्यौँ। कस्तो गर्मी छ, छाता ल्याए हुन्थ्यो नि सानो। आई लभ यु। देऊ न मलाई एउटा है फुलभरि टिपिन ल्याखान। कति राम्रो हात देऊ सानो। ल्याउ म दिन्छु तिमीलाई। खै कस्तो देखियो। यता थियो यता। अर्काको मार्छन् सानो। बरु पाकी टिपौँला है। हजुर पाके छैन, अनुहार टिपौँ न अरे। मारेर न त हामीलाई अनुहार टिप्यो भने त। छिटो दौडिम पो बरु गइ। स्कुल जानु ढिलो भयो, त्यही भएर हामी चाहिँ दौडिन गएको। भोलि मार्छन् कि कस्तो सानो मार्छन्। देऊ त यसलाई एउटा। गाइस फुलहरू चोर्छ होइन। केही बोल्दैन। मेरो साथीहरू पनि यस्तो छन् कि बोल्दैनन्। साथीहरू अरूको 22-23 वर्षको साथी हुन्छ, मेरो चाहिँ 12-13 वर्षको छन्। ठिक्क 10 वर्षको डिफ्रेन्टमा हुन्छन् मेरो साथीहरू। किनभने अब ठुलो साथीहरू म प्रे बनाउँदैन नि त। अब चाहिँ हामी स्कुल नजिक आइसकेछौँ। त्यो चाहिँ स्केट पार्क हो यहाँनिर। स्केट हेर्ने सानो? स्केट हेर्ने? आऊ त्योबाट जाउँला। स्केट हेरौँला। आज बिदा छ क्या हो, कोही पनि हुनुहुन्न है। कोही पनि हुनुहुन्न भित्र। हामी चाहिँ फाइनल्ली स्कुल आइसक्यौँ। यिनीहरू चाहिँ गयो बाई। म चाहिँ क्लास बाहिर निस्किसकेँ नि त। अहिले एकदम रुन्छ कि भर्खर बानी पर्ला छ सानो। रुइरहन्छ अनि उसलाई बानी पार्नलाई अझै टाइम लाग्छ होला। त्यही भएर आउँदाखेरि कस्तो नरमाइलो फिल हुन्छ कि ऊ रोया हुन्छ। अब चाहिँ म घर गएँ। अब अर्को भ्लगमा भेटौँला।